सम्पूर्ण विद्यार्थी साथीहरुमा नमस्कार। म प्रवीण दाहाल। यही चैत्र 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ र विश्वविद्यालय क्याम्पस ट्युमा अखिल क्रान्तिकारीको तर्फबाट मैले सोभियु सभापति पदको उम्मेदवारी दिएको छु र विश्वविद्यालय रूपान्तरणको लागि सम्पूर्ण विद्यार्थी साथीहरूले हाम्रो टिमलाई अत्याधिक मतका साथ विजयी गराइदिनु हुनका लागि म हार्दिक अपील गर्दछु। Hello and namaste. I am Dr. Subeksha Shrestha. I am one of the candidates for General Secretary Sachiv from Akhil Krantikari Pravin Dahal's panel. The Soviet election that is going to be held on March 18, Chaitra 5. So I appeal for your vote and ask for your support. Thank you. Together we can, together we will. नमस्कार, मेरो नाम कविन्द्र ढकाल, घर तनहुँ, हाल मास्टर्स इन सोशल चौथो सेमेस्टर अध्ययनरत विद्यार्थी, अखिल क्रान्तिकारी प्यानलबाट कोषाध्यक्ष पदको उम्मेदवार छु र हाम्रो अखिल क्रान्तिकारी प्रवीण दाहालको प्यानललाई अमूल्य भोट दिएर जिताउनु हुन विनम्र अनुरोध गर्दछु। साथै त्रिभुवन विश्वविद्यालयमा भएका विभिन्न राजनीतिक भागभण्डार तथा समस्याहरूलाई तपाईहरूले हातमा हातेमालो गरेर समाधान गरिदिनको लागि सबैले हाम्रो अखिल क्रान्तिकारी प्यानललाई अमूल्य भोट दिएर जिताउनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। विद्यार्थीको भविष्य अखिल क्रान्तिकारीको नेतृत्व। नमस्कार, म टिकेन्द्र प्रसाद चमलागाई मनिष, मास्टर्स इन इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसीको विद्यार्थी। त्रिभुवन विश्वविद्यालयमा चैत 5 गते हुन गइरहेको सोभियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट प्रवीण दाहालको टिममा प्रत्यक्षतर्फ सदस्य पदको उम्मेदवार। विद्यार्थी हकित र सबल नेतृत्वका लागि तपाईहरूको अमूल्य मतको अपेक्षा गर्दछु। धन्यवाद। सम्पूर्णमा नमस्कार, मेरो नाम उमेश राम टमटा, घर दार्चुला जिल्ला। म म्यानेजमेन्ट डिपार्टमेन्टबाट एमबिएस थर्ड सेमबाट र अखिल क्रान्तिकारीको प्रवीण दाहाल नेतृत्वको सदस्यतर्फको उम्मेदवार र म लगायत हाम्रो सम्पूर्ण प्यानललाई अत्याधिक बहुमतले विजय गराइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्णमा नमस्कार, म प्रवेश कोइराला, अखिल क्रान्तिकारी प्रवीण दाहाल नेतृत्व प्यानलको प्रत्यक्ष सदस्यको उम्मेदवार। हाम्रो सम्पूर्ण प्यानललाई भारी मतका साथ विजय गराइदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्णमा नमस्कार, म रेखा बोहरा, एमएससी फिजिक्सको स्टुडेन्ट। म अखिल क्रान्तिकारीको प्रत्यक्ष सदस्य पदको उम्मेदवार हुँ। म लगायत हाम्रो सम्पूर्ण अखिल क्रान्तिकारीको प्यानललाई हजुरहरूको अमूल्य भोट दिएर विजय गराइदिनु हुन अनुरोध गर्दछु। सम्पूर्णलाई नमस्कार, म कृष्ण प्रसाद ओली, यही चैत 5 गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सोभि निर्वाचनमा प्रवीण दाहाल नेतृत्वको सम्पूर्ण प्यानललाई विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार, म मनिष पाण्डे दाङबाट जुलोजी डिपार्टमेन्ट फर्स्ट सेमको विद्यार्थी। अखिल क्रान्तिकारी प्रवीण दाहाल नेतृत्वको टिमले अत्यधिक बहुमतले विजय बनाउनको लागि हार्दिक अनुरोध। धन्यवाद।